नमस्कार, म राइनो मनदीपमान श्रेष्ठ, रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनको प्रेसिडेन्ट। नमस्कार, म राइनो डाक्टर शशाङ्क कुमार सिंह, रोयल राइनो राइडर्स एमसी चितवनको क्लब रिप्रेजेन्टेटिभ। नमस्कार, म राइनो रुक्सन गुरुङ, म चाहिँ जेनरल सेक्रेटरी रोयल राइनो राइडर्स एमसी चितवनको। नमस्कार, म दीक्षित पौडेल, राइनो दीक्षित पौडेल, म यस रोयल राइनो राइडर्स एमसी चितवन नेपालको जोइन्ट सेक्रेटरी। सो अहिलेको यसपालिको हाम्रो डिजिआरमा चाहिँ हामीले चाहिँ हजुरको पुरानो रेट्रो बाइकहरू पनि देख्न पाउँछ हामीले होइन, जुन चाहिँ अब हाम्रो अहिलेको ओल्डेस्ट बाइक भनेको चाहिँ 1973 स्ट्यान्डर्ड बुलेट रहेको छ भने त्यही क्रममा चाहिँ हजुरको विभिन्न बाइकहरू पनि आउन सकिन्छ होइन। अनि अर्को कुरा चाहिँ हामीले 2015बाट चाहिँ यो राइड गर्ने क्रममा चाहिँ एउटा जुन चाहिँ अब राइडर्स भएपछि चाहिँ राइडर्सहरू जहिले पनि हजुरको राइडिङ सुटहरूमा मात्रै देखिन्थ्यो भने एक दिन चाहिँ हामी चाहिँ हजुरको चाहिँ क्लासिक र तपाईँको अब जस्तो कि हाम्रो ड्यापर ड्रेसमा देखिन्छ राइडर्सहरूलाई होइन, त्यो दिन चाहिँ अलग्गै देखिन्छ हाम्रो राइडर्सहरूलाई। सो एउटा सुटेड बुटेड भएर चाहिँ राइडर्सहरूलाई चाहिँ त्यो दिनमा चाहिँ हजुरहरूले प्राप्त गर्न सक्नुहुन्छ। अनि प्लस भनेको चाहिँ हामीले जुन चाहिँ गइसकेको मोडलहरू जुन चाहिँ अब RX 100 भयो, जुन चाहिँ अब हाम्रो बाजेको पालोदेखिको बाइकहरू पनि त्यो दिनमा चाहिँ हामीले चाहिँ देख्न पाइन्छ होइन। त्यस कारणले चाहिँ यो जुन चाहिँ अब यो संसारभरि नै क्लासिक भिन्टेज रेट्रो बाइकहरूको लागि चाहिँ एउटा राइड जस्तै भयो। यो देखाउने एक वर्षको एक दिन चाहिँ यही बेलामा चाहिँ हामीले चाहिँ यो बाइकहरू चाहिँ हामीले चाहिँ यही दिनमा चाहिँ हामीले देखाउन पाउँछ कि यो मौका भनेको एउटा राइड जस्तो पनि भयो, एउटा क्लासिक भिन्टेजको लागि चाहिँ जीवित एउटा कार्यक्रम नै भयो। अनि अर्को कुरा चाहिँ यसपालिको डिजिआरमा चाहिँ एउटा प्लस पोइन्ट चाहिँ के भएको छ भने विकली स्याटरडे मात्रै होलिडे हुन्थ्यो भने अहिलेको समयमा चाहिँ 2026मा चाहिँ अहिले तपाईँको सार्वजनिक बिदा भनेर चाहिँ सन्डे पनि प्लस गरेको छ। त्यो कारणले चाहिँ यसपालि चाहिँ हाम्रो एउटा लक्की चान्स पनि भएको कारणले चाहिँ यसपालि चाहिँ हामीले चाहिँ संसारभरिसँग चाहिँ नेपाल पनि एउटा समावेश भएर चाहिँ आइतबारै मनाउन पाएको छ। त्यो भएर एउटा यो गोल्डन अपर्च्युनिटी हो हाम्रो लागि पनि। सो मिस नगर्नु होला, यो राइडमा सकेसम्म आइदिनु होला, एउटा क्लासिक रेट्रो बाइकहरू बोकेर पनि अनि आफू पनि ड्यापर ड्रेस लगाएर पनि त्यसको लागि आइदिनु होला। कृपया धन्यवाद। तपाईँ अहिले